हेलो गाइस, हेर्नुहोस् यो चाहिँ सिलगढी जाने बाटो हो। टिस्टाको यो चाहिँ दार्जिलिङ जाने बाटो हो। रोड हेर्नुहोस्, दार्जिलिङ जाने रोड छैन, यो सिलगढी जाने बाटो छैन। पानी बन्द छ एकदम। टिस्टा खोला बढेर एकदम बाटो बन्द छ। यो बाटै बन्द छ। हेर्नुहोस् गाइस, यस्तो रहेछ हालत चाहिँ। यो रातिको एकदम पुरा वर्षत पानी परेर यो चाहिँ यस्तो भएको चाहिँ। हेर्नुहोस्, सबैजना गाडी उतै छ। यो एकदम रोड बन्द छ। गाइसहरु हेर्नुहोस्, तपाईँलाई धेरै देखाउनको लागि आएको म। हेर्नुहोस्, र अहिले आमाले भन्नुभयो है, यो चाहिँ दार्जिलिङ रोड है। हेर्नु यहाँ तलपट्टि पनि पानी त्यही छ। दार्जिलिङ जाने रोडपट्टि यस्तो अवस्था छ है। र तपाईँहरूले अलिक जोगेर आउनुहोस्। उताबाट आउँदैछ भने, सिलगढीबाट आउँदैछ भने यो कालिम्पोङ, दार्जिलिङ र सिक्किम आउने छ भने यो बाटो लिएर आउनुहोस्। मेन चाहिँ ऊपर तपाईँले देख्नुहुन्छ, म हल्का जुम गरिदिन्छु तपाईँलाई है। यो बाटो पर छ, त्यत्रो परदेखिको यता यहाँसम्म पानी नै छ ड्याममै है। तपाईँहरू अलिक झोकेर उता आउनुहोस् है।